साथी हो आज चाहिँ मलाई धेरै टाढाबाट मसँगै पढेको हामीसँगै खाएको भनौँ अब साथी भेट्न आएछ मलेसियामा परदेशको ठाउँमा धेरै खुसी लागेछ। ल के छ अमृत तेरो हालखबर? ठिक छ यार। अनि कस्तो लागिरहेछ मलेसिया? मलेसिया एकदम ठिक लाग्यो होइन। भेट्न पाएर खुसी नै छु भनौँ। मलाई भेट्दा खुसी छस्? अब साथी अब भेट्दा धेरै वर्षपछि भेट्दाखेरि कति रे हामी ठ्याक्कै कति वर्षपछि भेट्यो अरे? हामी लगभग 9-10 वर्ष होला। होइन यार 10 वर्ष 15-16 वर्षै भयो होला। हामीले एसएलसी दिया 67 अहिले 83 भनेपछि त 16 वर्ष भइसक्यो यार। 16 वर्ष बुढै भइसक्यो यार। त भर्खरको देख्दो रहेछ म त लोत बुढो भइसक्यो हो। बुढो भयो नि म ठिक छ नि घर परिवार सबैलाई आरामै छ नि? एकदम ठिकै छ होइन। यस्तै हो जिन्दगानी। अब के गर्छस् यार म तँलाई भेट्न आउने भनी प्लान थियो अस्ति भर्खर आएको नयाँ भेट्न त आउनु पनि थियो। अब मेरो ड्युटी नै त्यस्तो छ। अब ठिक छ केही छैन अहिले तँ आइछस् अर्कोचोटि म आउँला। अनि के छ घरतिर फुच्चेहरू? सबैले ठिकै छ भनौँ। अब के छ मलेसियामा कति वर्ष बस्ने प्लान छ के छ? अब त्यो त अब सिचुएसनले बताउँछ। अब त्यही बसिन्छ होला 3-4 वर्ष। ल बस्नुपर्छ ठिकै छ कम्पनी कमाइन्छ। ल धेरै खुसी लाग्यो।